अल बिग ऱ्यापरहरूको मलाई पारा पचेन है त। तिमीहरूले बिर्स्यो क्या मुजी, तिमीहरू पनि त्यही ठाउँबाट आएको भनेर। के तिमीहरूले हाम्रो भिडियो हेर्न मिल्दैन? बिर्स्यो क्या मुजी, तिमीले पनि पहिले त्यस्तै हान्थ्यो भनेर। पहिला पो ल केही थिएन, तिमीहरूलाई कसैले सपोर्ट गरेन। ल अहिले त छ त मुजी, गर्नेहरूलाई मुजी सपोर्ट गर नि त, के हुन्छ। मान्छे भनेको यो दाइ जस्तो हुनुपर्छ के मुजी, आफू पनि चढ्ने अनि आफ्नो लेभलको केटाहरूलाई पनि साथ सपोर्ट दिएर सुरुवातको केटाहरूलाई पनि माया गरेर एकदम सँगसँगै बोक्थ्यो। अहिलेको ऱ्याप आर्टिस्टहरू मुजी हल्का माथि चढेको होइन, मुजी नाच्ने छप्रीहरू यस्तो ऱ्याप हान्ने टिकटकमा चलेको, यो मुजी मलाई पचेन है त। अल बिग ऱ्यापरहरूको पारा पचेन मलाई। तर तिमीहरूले बिर्सिरहेछ के, हामी सानो ऱ्यापरहरूको चाहिँ मुजी तिमीहरूले गाना नसुन्ने अनि मुजी टिकटकमा चलेको के भनिरहेको थियो कि धेरै ठुलो ऱ्यापरहरूले चाहिँ मैले सुनिरहेको छु। त्यही हो, मलाई कसैको पारा मन परेन होइन। तिमीहरूले पनि नबिर्सिनु कि तिमीहरू पनि त्यही ठाउँबाट आएको। यो मदाईको फोटो चाहिँ पछाडि छ, बानी बेहोरा चाहिँ मुजी कुकुरको जस्तो अनि हुन्छ मुजी। त्यो सबै ठुलो आर्टिस्टलाई भनेको यो कुरा। स्मल आर्टिस्टहरूलाई चाहिँ माया गर्नु पर्यो। हामीले पनि माया गरिरहेको छु, सबैको भिडियो हेरिरहेको छु, ठुलो होस् कि सानो होस्, मदेखि चाहिँ सबैलाई माया छ। तर मलाई पनि माया गर्नु पर्यो है त, यही हो सबैजनालाई भन्दैछु म। ओके बाई, लेट्स गो। अल बिग